हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि त्यसपछि आज चाहिँ हामी सबैजना भन्दा पनि हामी चाहिँ 3 जना डुल्नलाई हिँडिरहेछौँ। काम नपाएर अल्छी लागेर घरमा बस्दा बस्दा गरेर स्कुलहरू पुरै बिदा छ, स्कुल कलेज दुवै बिदा छ, चुनाव लागेर होइन। अनि हामीसँग एकदम बिरामी भएर मैले चाहिँ यसो घुम्न फिल्म बिमारी भएको मान्छेले सबै खान्छ क्या गाइस। हामीले चाहिँ मोमोसम्म खायो अनि आलु चप पनि खाएको। यो चाहिँ मेरो मम्मीको आइडीसँग नपुग्यो। मान्छे त यहाँनिर टिक त लाउने यहाँ चाहिँ मस्तले चिलमा लुगा फोर यस्तो पारिदिइसक्यो, उसलाई मतलब छैन। बच्चाहरू भेज लाग्यो ए वाह, यहाँबाट चाहिँ खतरनाक भ्यू देखिन्छ होइन। बालकोट एरियामा जो बस्नुहुन्छ नि त्यो मान्छेलाई त्यो ठाउँ थाहा होला है। को बालकोटमा हुनुहुन्छ गाइस कमेन्ट गर्नु ल। मेरो बालकोट अनि टिकाथली पनि जो बालकोट आउनुहुन्छ नि त टिकाथली बालकोट यो चौतारो थाहा छ बालकोटको। त्यसपछि त्यही भएर अनि रक्सी खाएर गाइज मलाई चाहिँ लास्टै गाह्रो भइरहेको छ होइन गाइज। घरहरू बस्यो भने धेरै सुत्यो भने झन् सुत्यो हुन्छ भनेर चाहिँ म निस्केको। अनि म निस्केपछि यिनीहरू ननिस्किने कुरै भएन हेर साथीहरू। अनि त्यही भएर यिनीहरू पनि हामीसँगै मसँगै निस्क्यो। ला के भयो अब त घर जानु पर्यो यार। म अघि कति बजी निस्केको अरे 11:45 कि 12:45मा निस्केको मान्छे हेर्नु यहाँ 3 बज्न आँटिसक्यो है। अनि यहाँ बाइक मैले बुझ्न सकेको छैन, बाइक लडाएको क्या रक्सी आयो गाइज होइन। अब हामी चाहिँ आयौँ डुल्यौँ होइन, खाजासाजा खायौँ अनि एकछिन उफ्रियौँ अनि त्यसपछि अब घर जाँदैछौँ। अब यसको यिनीहरू चाहिँ म चाहिँ अलि ढिला नै आएको थिएँ अनि यो र अनि त्यो चाहिँ कति भने 11:45मा आएको थियो। म चाहिँ कति भनेपछि 12:45 कि 50 आएको होइन हो। म 12 बजे आएको, 12 बजे त्यहाँ मैले त्यस्तै आएको थिएँ। अनि अहिले चाहिँ 3 बज्न लागिसक्यो। बस्यौँ होइन अनि रमाइलो पनि भयो। अनि यसरी आजभोलि हामी यसरी लहर डुलेर हिँड्छौँ। स्कुल बिदा परेको कारण मेरो यिनीहरूको कलेज बिदा भएर डान्स क्लासबाट कति 6 बजी छुट्टी भयो भने घर 8 बजे पुग्छौँ। 7 बजे छुट्टी भयो भने 8 बजे पुग्छौँ। 7:30 बजे छुट्टी भयो भने 8:30 बजे घर पुग्छौँ। यस्तै हो होइन। अब यस्तो साथीसँग यतिकै गफ त गर्नु पऱ्यो, हामीसँगै रमाइलो हुन्छ कि साथीसँग रमाइलो त हाल्नु परि नै हाल्यो। अनि यो उता मेरो हामी गाइस बहिनीसँग टुङ आउँदैछ। बहिनी चाहिँ खासमा यस्तो हुन त हाम्रो पनि बहिनी हो, तर उसको चाहिँ आफ्नै बहिनी हो होइन। तर हेर्नु परेको छ मैले चाहिँ हेरेको छैन। मेरो बहिनी त्यो पनि यिनीहरूले हेरेको छ। यस्तो हेर्नुपर्छ होइन। अब यति भन्दै अब हाम्रो घर पनि आउन आँट्यो, मतलब आउन त आँटेको छैन। जे होस् अब हजुरहरूलाई अर्को भ्लगमा भेट्छौँ होइन। अहिलेको लागि चाहिँ बिदाई, टाटा बाई बाई।